तर यहाँ बनवाज खाना जस्तो ठाउँ रहेछ हैन भन्ने त कृष्ण सामुदायिक वनको लागि श्रीकृष्ण सामुदायिक वनको आज वनभोज कार्यक्रम छ विशेष भने त्यही माथि भनेर भन्दै भयो एकछिन जाओस् न एकछिन जाओस् हल्का जाओस् 2 मिनेट जति यो टिमको होल टिमको सामुदायिक वनको परिवारलाई आज यसो वनभोज कार्यक्रम यसो गरौँ भन्ने मात्रै हो धेरै नै हल्का जाओस् हल्का सफल रहोस् सोचे जस्तो होस् भोजको के हुने हो र भोजको के होला र भोजको के फरक होला र भन्ने होला फेरि किन त्यो सामने बोल्छु त भन्नु त्यति बार बोल्छ भनेर हाल्दिनु यो कार्यक्रम थियो भने पनि ओहो फलाना भनेर बोलाउने बाटो मान्छेजना होस् गर्ने हो हात ताक्सक्यो के हो काममा सबै यो सोचे जस्तै काई केही नगरेर थाहा यो बड्डाले हाल्न बड्डाले भन्थे र त्यस्तो खुल्ला भन्थे र बड्डाले भिडियो बनाउनु भएन भिडियो बनाउनु पाइयो यस्तो गनको किन भात मेरो होइन के बाइकमा होइन बाइक त भात तिम्रो पनि मान्छेमा लगाइदिएको बाइक सम्झिने हो के कहाँ जाने दैलेख जाने मेरो त आरामसँग जान्छ 3 जना लिदिन्छु म भाइ सबै हामी देवी देवताको छौँ तपाईहरु भूत पुज्नुहुन्छ हैन त्यही भएर सेतो टिका ए भूत रे हो त भूत हो त म भूत हो त मान्छे भूत हेरे खाइ तपाईँ भूत पुज्नुहुन्छ त मान्छे भूत हेरे बदनमा भाती पूजा गर्छ भाती पूजा गर्छ नि त कोही त उठेला पूजा गरेर भ्याएर सब ठिक भ्याएको छ नि पूजा त्यस्तो भाती मगाउनु हजुर के लाउने हो त भिडियो खिच्नुतिर मात्रै हुन्छ रहेछ त खै खिच्दिनु पर्यो त्यो टिकालाई हौसला लगाउनु सिक्दैन तपाईँ लाउनु त गराइदिनु चालु छ बरु चालु छ त्यो देखाइदिने सम्पूर्ण वातावरण सबै मिली भएर काम सफल होस् सबै एक आपसमा सहयोगको भावना जागृत होस् वनदेवी माइले नमस्कार यस्तो नमस्कार भन्ने कुरो नमस्ते यस्तो रहेछ के नमस्ते जसले जसलाई गर्दा नि हुन्छ नमस्ते